ठुकै त्यहाँ चाहिँ जम्प हान्ने रहेछ मेरो दाइले चाहिँ जम्प हान्न लाग्छ पब्लिकमा घर गरेर हिँड्दा पनि फेरि हुनु पर्यो नि फेरि भना सबै भन्नु चाहिँ भेट्यो ल कहाँ त्यता हाम्रो चाहिँ पिच पर्छ पिचबाट जानु चाहिँ झ्याउला होइन अब चाहिँ भर्याङबाट झार्नुपर्ने भयो साइकललाई सो गियर मान्छेको साइकल कसरी लग्छु मैले भन्नुभएको थियो होला यस्तो छ कि बाटो यहाँ निर्देश चाहिँ लाग्दैको अनि ल चाहिँ घन्टा घरमा आएर एकछिन बस्दैको त्यो घन्टा घर होइन भिड चाहिँ ठिक ठिकै छ भनौँ न अब त्यतिको भिड चाहिँ हुनै पऱ्यो पार्क भइसक्यो बसिदिन्छु गर्नेमा आइरहेको छ सो हेलो अनि नमस्ते सबैजनालाई सो कस्तो हुन्छ सबैजना आयो सबैजना एकदमै राम्रो हुनुहुन्छ होला सो म पनि एकदमै राम्रो छु होइन भनेको थिएँ नि त साइकल बिग्रिया सो बनाउनु जानु भनेर साइकल यहाँ छ साइकलको भएको त के होइन अरू त सब ठिक छ कि गियरै भाँच्यो क्या अहिले यहाँको साइकलमा डबल लोड हिँडिदिनु लाग्यो सो गियर भाँचेको साइकल कसरी लग्छ निर्मलले भन्नुभएको थियो होला यस्तो छ कि बाटो यहाँनिरदेखि यहाँदेखि लगभग 8 किलोमिटर जति ओह्रालो छ अनि त्यसपछि बजार त आइहाल्यो नि स्टे फ्यामिली अब चाहिँ हामी चाहिँ लाग्दैको हामी चाहिँ अनि कस्तो भन्दाखेरि अनि के अरे उ गराएको थिएन कि अलि माथि गर्न अलि माथि अलि यता सो अनि मैले चाहिँ के अरे यसको चाहिँ गियर भाँचेको थियो सो अनि त्यहाँदेखि मैले गियर चाहिँ बनाएको छैन सो साइकल चाहिँ थन्काएर राखेको थियो लाग्यो त्यसपछि माऱ्यो भाइको साइकल बनाइदिउँ भनेर म चाहिँ लागेँ बजारतिर होइन सो बाटोमा यस्तो ओह्रालो थियो बाटोमा आएको त पेरेकै पेर भइदियो कहाँ त्यता यहाँबाट चाहिँ पिच पर्छ पिचबाट जानु चाहिँ झ्याउला होइन अब चाहिँ भर्याङबाट झार्नुपर्ने भयो साइकललाई भना सबै भन्नु चाहिँ भेट्यो ल ठुकै त्यहाँ चाहिँ जम्प हान्ने रहेछ मेरो दाइले चाहिँ जम्प हान्न लाग्छ गेट सेट पनि हालियो बजारतिर आइयो गेट सेट पनि हालियो मजाले पब्लिकमा घर गरेर हिँड्दा पनि फेरि हुनु पर्यो नि फेरि अब यहाँ गियर हालिसकेपछि फेरि काम गियर सेट पनि हालियो मजाले अनि ल चाहिँ घन्टा घरमा आएर एकछिन बस्दैको त्यो घन्टा घर होइन भिड चाहिँ ठिक ठिकै छ भनौँ न अब त्यतिको भिड चाहिँ हुनै पऱ्यो पार्क भइसक्यो बसिदिउँसो गर्नेमा आइरहेको छ सब त क्यामेराम्यानहरू त यस्तो घन्टा घरहरू छ अब त घरतिर चल्दिने घरतिर जानु पऱ्यो अब काम छैन यतातिर बसेर त साइकल चाहिँ यहाँ छ भाइ पनि यहाँ छ गियर हालिदियो अनि त्यही हो गाडी नपाएर पसिनाले यहाँ त्यही गाडी हिजो चाहिँ मैले भिडियो एन्ड गर्नु पाएको थिएन सो अहिले चाहिँ घरतिर आएर भिडियो एन्ड गर्दैछु त्यही फ्यामिली आजको भिडियो चाहिँ यति नै कस्तो लाग्यो मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्दै आजको भिडियो चाहिँ एन्ड गर्छु ल सबैजनाले मजाले लिनु होला नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला त्यही ल बाई बाई